हेलो गाइस, वेलकम टु माई च्यानल। आज चाहिँ त्यसै गरी हामी फेरि चितुवा खोज्न जाँदैछौँ। आज चाहिँ हामी 4-5 जना गएको छौँ होइन, मासु सहित लिएर, सुँगुरको मासु लिएर जाँदैछौँ। र अगाडि हाम्रो दायरा भाइ छ, यता पछाडि 2 जना भाइहरू छ, जम्मै हामी 5 जना जाँदैछौँ गाइस। टोली हो, बिस्तारै हिँड न हौ। हाम्रो गाइजहरूले चाहिँ यहीँ बाटोमै आउँदै जाँदै चाहिँ यहाँ उस्तै तेचुवाको फुल देखेर केटाहरू लागि परिरहेको छ। देख्न सक्नुहुन्छ तेचुवा यहाँ एकदमै छ, फुलले फुल। मजा आउँदैछ हिँडेर बानी। अमरे मजा आइरहेको होला है। छिटाओ भाइ छिटाओ। अनि के भयो त्यसो भने प्रत्येक अब हिँड्दाखेरि चप्ले हातमा बोकेर हिँड्नु, त्यस्तै कुरा गर्छस् त नि। पन्साउँदै हिँड्नु भन्छ। कफी चाहिँ हातमा गाडा पारा हुँदैन हुन्छ भने भरे त जहाँ त खाली भएछ नि त बेकारी पानी सानी सबै सक्छ। अब खाजा पकाएर खाँदैछु हामी गाइज। दाइले बाहिर पानी पर्यो। फुट्छ अनि चलाउनु पर्दैन त त्यो पनि। उम्लाएर मात्रै खाने होइन दाइ, उम्लाउने खाने जस्तो। मजाले के उयो गरौँ न अलिकति बजा खै हेरौँ कस्तो हुँदैछ। के भयो बल्ल किरिक सबै खाने दि बाजु ए बिनाजु किरिक कहाँ अब यत्रो आगोमा कसरी पकाउँछ हराउँछ त नि। भइरहेको झिङ्गे माछा यसो ढुङ्गा पकाउँ तलको बटुवा जस्तो। अब यसको स्लिपर हुनु पर्यो। अब यसको दसैँ तिहार के आउँछ, बर्थडे सर्थडे कुन स्टाइलमा पोले खानु। चाइनिजमा 50 को हाप्छौँ 25 को के दाइ ए हुँदैन के बनाउनु मान्छे जानुपर्छ। यो के पो यो अलिक यो उयो छुपेर हाल्दिउँ न दाइ। के पो यो यसको के पो कोइला हो त्यो खुकुरीले। अब खोइ केही त छैन इलाई बोर्नु छ खाने पानी चाहिँ हाल्ला अलिकति हाल्ला। अर्को बोतल भोदिम लु भयो दिवाली त मन पस्छ ल पानी। अघि पानीमा बसेको मेरो त यति पानी उता यहाँ हो यहाँ गयो र यति आउँछ यति यो डुबाको म हेर्छु नि कति डुबेको।
आमालु भाइराले पार्नु लागिसक्यो ओ दाइ लड्दिन म चुप्लेर अझ लसुन के लागि ल्याएको हो दाइ यसो त पक्रेर कहिले भुडाउनु छापी राख भयो पखाल्नु पर्छ दाइ यो पानी राम्रो पानी हुन्छ त्यो पानी चाहिँ कस्तो मजाको फिल्टर गरेर आएको पानी हो त्यो यिनीहरू सबै उद्री आज नगर्नु नि हो दिन दाजु तपाईँ चल्नु नि ठिक्क भेट्छ क्या हातले मैले भेट्नु नि त आउनु नि अहिले म चित्तो लड्छु यो आगो चाहिँ अब कोइला बनाउनको लागि फुकेको हो सेक्वाको लागि यसै गरी यहाँ चाहिँ अब टुपियाम पाक्दैछ गाइज भाइ यहाँ आगो बलेछ नि त के भयो यो आगो बाल फुक न हौ फुक अघि बाँस हाल भनेको बलिरहेको छ नि योभन्दा बेसी बल्यो भने फेरि करन्सी माथि आइन्छ यति नै भन्नु सक्यो मैले हात गरेर नि के भन्छ यो कोइला बनाउनु छ भाइ नलुटाउ न सिधा त्यो झार्नु न चल्यो धान चाहिँ कहाँ गयो त्यता तल चाहिँ पानी थापिसकिन सोही कसरी भरे मैले पानी दुलो परेको थियो नि त उयो पनि हो नि तपाईँ हाल्नु नि म भिडियो गरिदिन्छु दाइ बुढुन्दा सायद यसको लागि चाहिँ हाफेन लाउनु यसमै हाले खाने होइन पानी ल छिटो 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 भोक लागिसक्यो हो यतिको ठिक हुन्छ नि त होइन अरू मासु पनि हाल्दै गर्न अनि एउटा बाँसको चिम्टा बना न कुन खानु नक्छ ठाउँमै चिन्ता बनाएर एउटा झोल पनि एउटा चम्ची पुगेन हौ
भगवानले हातेको छैन भाइ कहाँ बेला हो यो के गर्ने यो कान्छ फेरि खोल्ने It's कान हो कान यहाँ मासुको चाहिँ कान हो कडाले नुन चाहिँ हाल्नु छ नि त अलिक कम्ती भएछ नि त है टङ्के दाइ हाल्नै बिर्छ नि त दाइ नुन त मरे मिठो हुँदैछ राम्रो तर नुनै लाग्दैन क्या नुनै तै त कुक सेकुवा पोल्दैछ यसले यता आएन म फेरि अर्को किन नि हुन्छ यो दाइको युट्युबको यो भिडियोमा चाहिँ मै मजा आउँछु ल भिडियो पनि मासु अनि 1.5 केजी मासु त सितेको छ त अन्त यहाँ चाहिँ होइन सुँगुरको कान कटाइ हुँदैछ मजाले भित्र दाइ पाकेको रहेछ नि त कान बाहिर डढेको रहेछ नि त्यसलाई सेफै सेकाउनु पर्छ त्यो भिडियो गराएको बना फेरि एकदम रमाइलो भयो हैन एउटा बोल न बोल्दैनौ त मजै भयो के गर्दैछौ म काटा लाग्यो म कान सेकाउँछु अझै यहाँ चाहिँ सुँगुरको मासु हो सायद थालेर आउनु त भाइले थाल्नु दिन्छ पिसेर लगिरहेको खोइ त यस्तो ढक ढक पार्नु त तर ऊ उफ्रिहाल्छ एउटा दुइटा हालेर मात्र हो क्या यसमा हाल्नु के क्या मारिन्छ पनि पनि उतै बरु पकाए खायो होइन एकै छाक बरु खाने चामलसँग सतारीले बोकेर गयो कि अँ अनि उतै कराई भाँडा बोकेर गयो उतै पकाए उतै पिकनिक नि हुने पिकनिक जस्तो क्या सम्हाल्न तर यस्तो सिडी पिर्दैन यस्तो गर्नु नि हुँदैन
सानो सानो ढुङ्गै पाएन डाइरेक्ट लसुन अदुवा पिन्दै हुन्छ ढुङ्गा नभेटेर नुन नुन अब पेट एक दुईवटा खाओस् न हौ आइज आइ खाऊ खाने भने खाऊ खाऊ न खाऊ न त्यो चाहिँ के हो बोतलको चाहिँ यो खोरीको रसी पाखमेटको कति रुपियाँ 100 रुपियाँ यति 100 रुपियाँ एकमा 800 होइन एकमा त्यही भएर त अघिदेखि किन यो मैले चाहिँ के भनेको नि जाने न त खाए कि मासुमा खायो भनेको नि त किन तर बोलेको गर्छ भनेको त अघि यसो हेरेको त ब्याङ्क अघि आधी बनाइसकेको छ अनि बोलेको भनेको घरदेखि खाँदै आएको नि झन् मसँग पैसा खाने खानु जाम्मै छ दाइ अनि त खुट्टा पिन्छ उयो मासुहरू पोलिसकेर खाइसकेको छौँ अब हामी चाहिँ यो धन्दासम्म गरिसकेर आगो निभाएर घरतिर जान्छौँ घरतिर भन्नाले पनि खोज्दै तल झर्ने तल अटो राखेकोमा अटो राखेदेखि अनि फेरि हामी घर जाने भनेपछि 1.5 किलो मासु पनि 4जनालाई 5जनालाई खाइ नसक्ने छ नि उब्रियो नि हो अपान भाइ पानी छ ल अरे हाल